यो हाम्रो गुल्मी जिल्लाको 2 नम्बर क्षेत्र हरेक हिसाबले वास्तवमा चाहिँ अन्य क्षेत्रको तुलनामा चाहे त्यो 1 नम्बरको क्षेत्रमा होस् चाहे चाहिँ पहाडी जिल्लाहरूमा वास्तवमा मैले अलिकति यहाँका चाहिँ भौतिक विकासका कुराहरू सामाजिक विकासका कुराहरू लगायत चाहिँ धेरै कुराहरूमा चाहिँ हामी त्यो सूचकाङ्कले पनि त्यस्तो चाहिँ देखाउँछ। त्यसले गर्दा हामी वास्तवमा चाहिँ पछाडि छौँ जस्तो मलाई लाग्छ। त्यसकारण अब हरेक कुराले अब हामीले भौतिक हिसाबले मानवीय सूचकाङ्कमा पनि हाम्रो चाहिँ 2 नम्बर क्षेत्र वास्तवमा चाहिँ पछाडि छ। भौतिक विकासको दृष्टिले पनि 2 नम्बर क्षेत्र वास्तवमा चाहिँ पछाडि छ। त्यसले गर्दा मलाई लाग्छ गुल्मी जिल्लाको समग्र एउटा चाहिँ विकास र खास गरेर चाहिँ गुल्मी जिल्लाको क्षेत्र नम्बर 2 को समग्र विकासका लागि मैले चाहिँ सामाजिक विकासको कुरा, आर्थिक विकासको कुरा र चाहिँ भौतिक विकासका हरेक कुराहरूलाई चाहिँ सँगसँगै समानान्तर किसिमले चाहिँ लैजाने र चाहिँ अन्य हाम्रो चाहिँ देशका अन्य जसरी चाहिँ क्षेत्रीय विसन्तुलन एउटा असन्तुलन चाहिँ काम भइरहेको बेलामा मैले चाहिँ केही गरेर चाहिँ जाने एउटा मेरो आफ्नो चाहिँ लक्ष्य छ। र मलाई लाग्छ मैले चाहिँ के भनेदेखि लामो समयदेखि एकैजना चाहिँ व्यक्तिबाट मैले अघि पनि भनिसकेँ जसरी चाहिँ यो 2 नम्बर चाहिँ अगाडि बढेको छ र अहिले पछिल्लो पटक तल्लो तहका मान्छेले वास्तवमा चाहिँ परिवर्तन चाहेको छ। र नेपाली काङ्ग्रेसको सन्दर्भमा अहिले जस्तो युवा पुस्ताहरूले जुन किसिमको परिवर्तनको एउटा चाहिँ अपेक्षा गरे अहिले सिङ्गो नेपाली काङ्ग्रेसले पनि आफू परिवर्तित भएर चाहिँ आएको छ। र हामीले भनेका छौँ हाम्रो नारा छ जसले वास्तवमा चाहिँ जो आफू बदलिन्छ उसले मात्र चाहिँ बदल्न सक्छ। अहिले नेपाली काङ्ग्रेस समग्रमा चाहिँ बदलिएर आएको छ।